Look at this sexy Lamborghini side में guys अर्को येलो कलरको McLaren दुलै जस्तो छ दुलै जस्तो सिंगारेर राखेको टाइपको बवाल होला यो मस्टाङ चाहिँ म नि किन्छु चाँडै नै खतरा खतरा गाडीमा राइड हान्न पाए पो मजा आउँछ त आज चाहिँ मैले पोर्से मात्र देखेँ हो धेरै बवाल हो किन यस्तो सेक्सी देख्छ यार अति नै बवाल देख्छ कि ल्याम्बोर्गिनी चाहिँ हेलो एभ्रिवान वेलकम ब्याक टु माई भ्लग आज चाहिँ हामी यो स्पोर्ट्स कारहरूको एउटा इभेन्ट भएको थियो स्टिल फोर्डले गरेको त्यो हेर्न आएको छौँ होइन अन्त टिकट त लिएको छैन त 4 बजेसम्म मात्रै हो भनेको थियो लेट्स सी के हुन्छ अगाडि जाउँ टिकट लिने प्रयास गरौँ र भित्र गएर स्पोर्ट्स कार देखाउँछौँ आज हामी चाहिँ टिकट त सकेको छैन रहेछ अन द गेट टिकट पनि लिनु मिल्दो रहेछ होइन अब हामी अगाडिपट्टि जानेछौँ पब्लिक टन्नै छ त्यहाँ ल हामीले चाहिँ टिकट किनिसक्यौँ होइन टिकट किनेर भित्र छिरिसक्यौँ पुरै यो पोर्से गाडीहरू चाहिँ अहिले चाहिँ भर्खर गेटमा भन्यो गाडीहरू चाहिँ तेल हाल्न जाँदैछ अरे के अब ल प्रायः जस्तो पोर्सेहरू मात्रै छ त ए फरारी आउँछ यिनीहरू ब्याग फेरि पहिला अनलाइनमा आइरहेको थियो कि मैले त्यति बेला अनलाइनमा किनेको भए चाहिँ मलाई सस्तो पर्ने होइन तर यहाँ गेटमा आएर किनेको पर पर्सन 20 पाउन्ड पर्यो तैपनि नो वरिज वर्थ इटै होला जस्तो छ ल यो चाहिँ BMW जस्तो छ होइन आज चाहिँ मैले पोर्से मात्रै देखेँ हो धेरै पोर्से मात्रै रहेछ धेरै ल गाडी चाहिँ बरु यहीँबाट चाहिँ बरु राम्रोसँग देख्छ लास्ट छ नि आमा साउन्ड पोर्से यो पनि अहिले चाहिँ निस्केर यिनीहरू तेल हाल्न गएको अरे के तेल हालेर त फेरि रिटर्न आउँछ अरे बेलुका 4-5 बजीसम्म हुन्छ भन्दैछ ल फरारी बवाल हो ओ मस्टाङ यो त म किन्छु मस्टाङ चाहिँ म किन्छु मर्सिडिज ल यही नजिकबाटै आउँदैछ अल्पाइन येलो कलर चाहिँ झन् बवाल हुन्छ क्या यो मजराटी होइन यो चाहिँ कुन हो यो चाहिँ फोर्डको त्यो बनाएको रहेछ यो चाहिँ पोर्से ल फेरि बवाल हामी चाहिँ अब अर्को साइडबाट हेर्न जाँदैछौँ अर्को साइडबाट अलिक मजाले हेर्न मिल्ने ठाउँमा जानु पऱ्यो कि यहाँबाट भन्दा सबजना गइरहेछन् होइन सबजना पछि हेर्दै जाऊँ हामी पनि कस्तो हुँदो रहेछ फकिङ हेल गाइज ल पोर्से गल्फको पुरै कलरिङ गरेको बवाल गाइज लुक एट दिस सेक्सी होन्डाको NSX बवाल छ यार यसको इन्जिन गाइज NSX होन्डाको लुक एट दिस मजराटी येल्लो त झन् फेभरेट कलर हो ल हेरौँ है ल हेरौँ यहाँ ल्याम्बोर्गिनी साइडमै यिनीहरूको त इन्जिन पनि आमा ल इन्जिन पनि देखाइदिन्छु म है सेट गाइस पोर्से रेडमा अनि हियर इज अनदर वान इन येल्लो होइन एस्टन मार्टिन यहाँ छ अर्को फेरि
यो बवाल छ ल येल्लो McLaren त्यो त हेलमेट सहित रहेछ अझै Yeah, you have to take the bump. बवाल छ ल I took mine off the other night because I had to, not this one, with the Ford. एस्टन मार्टिन यो चाहिँ V12 इन्जिन रहेछ 6.0 लिटरको आमामा यो मर्सिडिज मैले अघिदेखिबाट ट्र्याकमा हेरेको थिएँ कि होइन यसको यो पुरै यो कोटेड गरेको के यस्तो टल्किने के घाममा के V8 रहेछ यो पनि आमामामा बवाल टल्केको छ कि यो त के बवाल बवाल आमामा सब यो चाहिँ अब लोटस यो चाहिँ लोटस त्यो दुइटै लोटस होइन आयो यहाँ फेरि अर्को McLaren फेरि अब मेरो चाहिँ स्पोर्ट्स कारहरूमा चाहिँ सबभन्दा फेभरेट चाहिँ ल्याम्बोर्गिनी नै हो के होइन तर अरू पनि बवाल हुन्छ तर ल्याम्बोर्गिनी चाहिँ किन अति नै सेक्सी देख्छ कि फेरि गाइज अर्को येल्लो कलरको McLaren ल बवाल बवाल छ है अरू देखेको त होइन आउडीहरू त कस्तो आँखै नगएको कि आज त के अब कस्तो यस्तो बवाल बवाल पिसहरू छ है सब स्पोर्ट्स कारहरू मात्रै हो ल गाइस अब चाहिँ म सब देखाउँछु है तपाईँहरूलाई ल यो चाहिँ ज्यागवार हो है यो ज्यागवार अनि यतातिर एस्टन मार्टिन अब You can have a seat in it if you want. It's mine. Oh, Get a thank picture you so taken if much. you want. Get in the driver's side. Is it okay? In the passenger side. पिक्चर खिचिदेऊ न फोटो खिचिदेऊ न वाउ ल मलाई चाहिँ यहाँ भित्रै छिरेर चाहिँ भिडियो फोटो खिच्दैनै दिनुभयो ओनरले के आमामामामा बवाल छ यार एस्टन मार्टिन यो अनि ल अब चाहिँ मेरो फेभरेट ल्याम्बोर्गिनी अलवेज है फेभरेट ल येल्लो कलर त झन् बेस्ट हो बवाल यतातिर दामी छ V12 रहेछ यो V12 इन्जिन रहेछ के दामी छ बवाल ल अब चाहिँ फरारी देखियो यहाँ फरारी देखाउँछु तपाईँहरूलाई म लेट्स गो लुक एट दिस फरारी यसको त लोगै बवाल हुन्छ नि फेरि घोडा ट्याङ उस गरेको होइन बवाल छ ल रेड कलर के पुरै दुलै जस्तो छ दुलै जस्तो सिँगारेर राखेको टाइपको ल अर्को McLaren छ फेरि यहाँ गाइस दामी कलर यो पनि बवालै छ यसको इन्जिन त देखिया छैन सही हो ल एक दिन चढ्नुपर्छ ल गाइस अर्को फरारी फेरि यहाँ यसको इन्जिन देखाइदिउँ त यहाँ बवाल छ ल यसको इन्जिनै ल यतातिर दामी हो दामी ल चलाउनु पाए झन् क्या मजा लाग्थ्यो यार यस्तो चलाउनु पाए झन् बवाल हुन्थ्यो होला यता ल्याम्बोर्गिनी आउ न ल ल्याम्बोर्गिनी स्टार्ट गर्यो भर्खरै बवाल हो ल यसको साउन्ड सुनौँ न साउन्डै बवाल छ के दामी छ
तपाईँहरूलाई यसको भित्र देखाउँछु है ल्याम्बोर्गिनीको। ल हेर्नु बवाल, यस्तो बवाल बवाल बिस्टहरू छ के, बिस्टहरू अति नै बवाल बवाल के। म त मेरो भ्लग भन्दा पनि गाडीहरूको मात्रै भ्लग बनाउनु मन लाग्यो। यो चाहिँ पुरानो एन्टिक टाइपको फरारी रहेछ के, मेबी 40s 50s तिरको होला हो। अति नै पुरानो यो त। यो मस्टाङ चाहिँ म नि किन्छु चाँडै नै होइन, तर म चाहिँ 5.0 चाहिँ होइन, जिटी चाहिँ होइन, अर्को इको बुस्ट 2.3 वाला हुन्छ त्यो चाहिँ म पनि किन्छु चाँडै नै होइन। सेम हुन्छ हुन त, अलिकति पावर बेसी र कम हो क्या। अनि यहाँ पुरानो डिजाइनको ज्यागवार पनि रहेछ फेरि अर्को। यो ज्यागवार अति नै पुरानो डिजाइनको चाहिँ। यहाँ पैसा तिरेर बुकिङ गरेर चाहिँ गाडीमा एक राइड पनि हान्नु पाउँदो रहेछ कि होइन। तर राम्रो राम्रो गाडीहरूको चाहिँ सबै फुल्ली बुक भइसकेछ के, त्यो नर्मल गाडीहरू मात्रै रहेछ क्या। अब ल्याम्बोर्गिनी चाहिँ देखिनँ मैले, फरारी थियो, फरारी फुल्ली बुक्ड, अनि म्याक्लारेन पनि थिएन, अनि मस्टाङ थियो, मस्टाङ पनि फुल्ली बुक। अनि अलिक खतरा गाडीमा राइड हान्न पाए पो मजा आउँछ त। म त राइड गर्छु भन्ने सोचिरहेको थिएँ, फुल्ली बुक भएर चाहिँ राम्रो गाडीको चाहिँ पाउँदै पाएन। यो चाहिँ येल्लो कलरको फेरि म्याक्लारेनहरूको। यहाँ चाहिँ हेलिकप्टर पनि छ क्या। यो चाहिँ ट्याक्कै एयरपोर्टको भित्र गरे रहेछ प्रोग्राम होइन। त्यो हुनाले चाहिँ ट्याक्क एयरपोर्ट पनि, अनि साइडमा रेस गर्ने रेसिङ ट्र्याक पनि छ। रेसिङ ट्र्याकको अघि मैले सुरुमा भिडियो बनाइहालेँ होइन। अझै पनि गाडीहरू रेस गर्दैछ, तर हामी चाहिँ भित्रपट्टि आएर चाहिँ गाडीहरू राखेकै ठाउँमा आएर चाहिँ हेर्दै हो क्या। यो हेली हेरौँ ल, हेली पनि ल्याएर राखेको छ। कतिवटा पङ्खा त दुईवटा मात्रै छ, चारवटा समथिङ हुनुपर्ने हो। ल यो चाहिँ रेसिङ ट्र्याकमा हो है। अघि चाहिँ मैले अहिले चाहिँ रेसिङ ट्र्याकमा चलाइरहेको छ नि यिनीहरूले। लगातार 3टा गयो ल। दामी हो, लगातार गयो। आयो यो पोर्से आयो, यो स्पिड छ अझै, यो बबाल स्पिडमा आएको छ ल। साउन्डै बबाल छ के, साउन्डै बबाल। यो म्याक्लारेन स्टार्ट भयो क्या, यसको साउन्ड सुनौँ है। साउन्ड सुनौँ यसो गाई, आमा साउन्डै बबाल छ क्या। बबाल हो, गयो अब यिनीहरू निस्केकोलाई। यो चाहिँ प्राइभेट ल्याएको रहेछ यिनीहरूले होइन। यो चाहिँ प्रायः जसो त्यो प्राइभेट ल्याउनेहरू पनि छ क्या, सोको लागि क्या। यो चाहिँ यहाँ राखेको डिटेल रहेछ गाडीको होइन। यो चाहिँ बुक गरेर राइडमा जानु पाउँदो रहेछ क्या। तर मेन गाडीहरू चाहिँ सबै फुल्ली बुक भएको छ क्या। यसरी यहाँ बुक गरेर चाहिँ जानु पाउँदो रहेछ क्या। यहाँ चाहिँ बुकिङ गरेर यो एउटा फुच्चे चाहिँ भर्खर राइडमा जाँदैछ होइन। पालो सबजना गइरहेको छ। यो चाहिँ न्याकेड बग्गी टाइपको गाडी हो। अरूमा त आँखै गएन क्या, त्यो अब स्पोर्ट्स कार मनपर्ने भएर अरूमा चाहिँ आँखै गएन क्या। तर यिनीहरू पनि अब फुल्ली बुक भइसकेको रहेछ क्या राइडमा जानलाई। आफ्नो स्पोर्ट्स कार भयो भने चाहिँ यहाँ ल्याएर मजाले पाउँदो रहेछ यसरी भित्र ल्याएर राख्नलाई। त्यहाँ सुरुमा इन्ट्री थियो कि पब्लिक हेर्न आउने हो कि के अरे कार सो गर्ने हो भनेर थियो। अब हामी त हेर्न आउने भनेर हेर्न आउनेमा तिरबाट छिरेको। नत्र स्पोर्ट्स कार छ भने चाहिँ स्पोर्ट्स कार्स लिएर आउनेहरूको लागि चाहिँ यो छुट्टै यहीँ गाडी लिएर आउने इन्ट्री हो कि तिनीहरूको लागि चाहिँ। यसको चाहिँ म भित्र लगेर पनि देखाउँछु तपाईँहरूलाई। भन्नाले भित्र लगेर भनेर चलाउने त होइन, भित्र चाहिँ यस्तो यस्तो हुँदो रहेछ भनेर पनि अलि नजिक क्यामेरा लगेर पनि देखाउँछु म। यो चाहिँ ल्याम्बोर्गिनी एभेन्जर रहेछ क्या ल। स्पोर्ट्स कारहरू अति लो ग्राउन्डको हुन्छ।
ल अब यसले स्टार्ट गर जस्तो छ है यसको साउन्ड सुनौँ हामी बवाल हो नि भनेको ल्याम्बोर्गिनी चाहिँ फेरि अलवेज फेभरेट हो कि किन यस्तो सेक्सी देख्छ यार अति नै बवाल देख्छ कि ल्याम्बोर्गिनी चाहिँ किनिन्छ होला एक दिन ल दिइसक्यो साउन्ड निस्किसक्यो यसको बवाल उयो फरारी चाहिँ गयो क्या अहिले राइडमा चाहिँ के त्यही त बुकिङ गरेको क्या मैले नि यही फरारी चढ्छु भनेको यो र म्याक्लेरेन थियो अलिकति स्पोर्टीमा पाउँदै पाएन के सेट भइगयो नि अर्को ल्याम्बोर्गिनी आइपुग्यो ट्याक्कै के यही सुड्डोले हो अघि मलाई चाहिँ एस्टन मार्टिनको डिटेल दिएर फोटोसोटो भित्र छिरेर खिच्न दिएको थियो कि गाइस यसको एक्जस्ट हेरौँ न ओके नि यार अन्त भर्खर उसबाट आएको कति तातेको छ होला कि यो कस्तो बवाल देख्छ यार किन ल्याम्बोर्गिनी अति नै बवाल देख्छ क्या अति नै ल अगाडिबाट पनि यस्तो सेक्सी देख्छ ल सब स्पोर्ट्स कार देखेर चाहिँ आफूलाई नै स्पोर्ट्स कार किन्नु मन लाग्ने के तर कहाँ किन्न सक्नु अहिले गाह्रो छ स्पोर्ट्स कार पाल्नलाई किन्न सके पनि पाल्न गाह्रो छ ल यहाँ चाहिँ यस्तो पनि रहेछ है गाइस घडीहरू सामानहरू पनि टन्नै रहेछ क्या ब्यागहरू पनि छ ओके यहाँ चाहिँ के अरे कीको कस्ट्युम पनि गर्दो रहेछ क्या यहाँ चाहिँ जुन गाडीको की लिएर आए पनि यिनीहरूले चाहिँ कस्ट्युम गरिदिँदो रहेछ होइन 200 पाउन्ड समथिङ लाग्छ अरे फर इक्जाम्पल मसँग पज अथवा केहीको की छ भने पनि होइन उनीहरूले चाहिँ यो बेन्टली के छ मजुराटी छ होइन सबैमा चाहिँ फरारी ल्याम्बोर्गिनी सबैमा चाहिँ कस्ट्युम गरिदिँदो रहेछ क्या यिनीहरूले चाहिँ यो चाहिँ डेन्ट पेन्ट गर्ने जस्तो छ फेरि सबै यिनीहरूले चाहिँ सबै फेरि पेन्टिङ गरिदिँदो रहेछ गाइस अब हेली स्टार्ट गरे यता फेरि सबैको पालो सकियो अब हेलीको पालो सुरु हुन लाग्यो है गाइस अब उसको गाडीको मात्रै कति टुअप भयो भनेर हेली पनि उडाउन लाग्यो यिनीहरूले अब यहाँ बवाल 4वटा हेली स्टार्ट गरे यार बवाल साउन्ड है गाडीको साउन्ड के हो र हेलीको साउन्ड त्यस्तो बवाल आएको छ यहाँ यो बुढोले अघि मलाई चढाएर फोटो खिच्न दिएर चाहिँ सब डिटेल भनिदिएको थियो कि एकदम गुड रहेछ यो मान्छे यसले पिकअप लियो अब यो उड्नु लाग्यो के गाडी आमा यहाँ हेली पनि स्लो भइसक्यो गाडी मात्र होइन ल ए सही हो पालो उडाउनलाई 4वटा मात्रै हेली रहेछ यहाँ सब प्राइभेट हो क्या यो सब यिनीहरूको ल यिनीहरूको टिकट लिइसक्यो यो पनि उड्न लाग्यो है अलिकति नजिक आएर खिचेको अहिले त झन् आमामा त्यस्तो हिट फालेको के कस्तो हिट देखेको छ कि ट्याक्कै त्यो ब्लेडको तलपट्टि त्यो एक्जस्टबाट चाहिँ यस्तो देखिएको छ कि कति हिट फालेको छ होला कि गाइस ल्याम्बोर्गिनी त्यही नजिकबाट घुमाइदियो कि यसले त के अब अरूले चाहिँ यता घुमाएको थियो यो चाहिँ यो एक्लै भएको भएर हो क्या कस्तो छड्के के भयो चाहिँ
किन सिधा नउडेको यो बल्ल सिधा उड्यो है भाग्यो ल धुवा उडाउँदै खिचाइ ल म चाहिँ यहाँ अब यो के अरे उसमा रेस गर्दैछु होइन रजिस्टर गरेँ म पनि खेल्छु अब एकछिन स्पोर्ट्स कारै गर्न नपाए पनि स्पोर्ट्स कारको चाहिँ एक्सपिरियन्स लिनको लागि यहाँ स्क्रिनमा चाहिँ एकछिन 10 मिनट जति चाहिँ गाडी चलाउनु पर्यो मेरो चाहिँ पुरै यहाँ खेल्दा खेल्दा पसिनै आइसक्यो कि हातबाट के ल चाहिँ एकछिन चलाएको होइन ठिकै मजा आयो क्या तर ट्याक्कै F1 कारको चाहिँ त्यो स्टियरिङ जस्तो हुँदो रहेछ यो चाहिँ ट्याक्कै F1कै स्टियरिङ जस्तो हुँदो रहेछ क्या दामी मजा आयो क्या सही हो ल एपेक्स P1 भन्ने रहेछ होइन अब चाहिँ यहाँबाट हामी बिस्तारै निस्किन लाग्यो यिनीहरूको पनि क्लोजिङ हुन लाग्यो होइन अब चाहिँ हामी सब हेरेर निस्किन लागेको यहाँबाट अगाडि जाँदैछौँ अझै पनि रेस ट्र्याकमा त चलाइरहेको छन् अनि जाने गाडीहरू पनि अगाडि गइरहेको छन् यो चाहिँ यिनीहरूले चाहिँ ठाउँ ठाउँमा यसरी प्रोग्राम गरिरहेको हुँदो रहेछ क्या कहिले कता आज चाहिँ यहाँ रहेछ मैले ऱ्यान्डमली भेटेको थिएँ अनि आएको क्या दामी मजा भयो यो टनेलमा चाहिँ यसले पारेर जान्छ कि जाँदैन रहेछ हेरौँ है यो चाहिँ अल्पाइन भन्ने रहेछ साउन्ड चाहिँ सानो आउँदो रहेछ यो चाहिँ यहाँ रेस ट्र्याकै रहेछ कि रेस हुने ठाउँ नै रहेछ यो प्रोग्राम गरेको चाहिँ अर्कैले तर यो लोकेसन चाहिँ रेस गर्ने ठाउँ नै रहेछ यो यिनीहरू चाहिँ राइडमा गएर आएकाहरू छन् को आयो यहाँ बेसरी कुदाउँदै आयो ए मजराटी पो रहेछ हामी चाहिँ यहाँ टनलबाट भित्र छिरेर जाने थियो कि त्यहाँबाट टनलबाट टक्क अहिलेको त्यो हेर्नेतिर अब चाहिँ हामी बाहिर निस्किँदैछौँ ल यो म्याक्लेरन पनि घर जाँदैछ गयो त्यो पनि अर्को के आउँदैछ त त्यही छोत्रो गाडी रहेछ यो चाहिँ अर्को पनि आउँदैछ अर्को के आउँदैछ त यसले चाहिँ ठुलै साउन्ड दियो ओ ज्यागवार यो चाहिँ ट्रक्सन सर्किट भन्ने रेस हुने एरिया हो क्या यो चाहिँ विन्चेस्टरबाट अलिकति अगाडिपट्टि हो विन्चेस्टर नजिकै हो धेरै टाढा छैन विन्चेस्टरबाट यो त पिच पनि कस्तो चिल्लो छ होइन भर्खर त्यसले म्याक्लेरन चलाएर आएको थियो त्यहाँ यो चाहिँ प्र्याक्टिस गर्ने ठाउँ जस्तो छ अब चाहिँ हामी हाम्रो गाडीकै पार्किङतिर पनि आइसक्यौँ यिनीहरूले पनि सब सामान थर्काएर प्रोग्राम गरेकोहरू पनि अब जाँदैछन् त्यो स्पोर्ट्स कार ल्याएकोहरू पनि
लगभग लिएर गइसके कुनै कुनै अझै पनि फर्किँदैछन् त्यो बाटोमा चलाउन लिएर गएकाहरूले चाहिँ दिस होल एरिया इज पार्किङ गाइस यो चाहिँ सब फ्री पार्किङ थियो यिनीहरूले पनि सामान तन्काइसक्यो यो पुरै गाडी थियो क्या अघि लटरममा झन् दिउँसो धेरै थियो भन्थ्यो मान्छेहरू चाहिँ ऊ त्यसरी चाहिँ टक्क बसेर पुरै पिकनिक मनाउन आएको तरिकाले पनि त्यो डाँडामा के मैले सुरुमा देखाएको थिएँ नि बसेर हेर्ने त्यसरी पनि आएको थियो सबैजना प्रयास चाहिँ त्यसरी नै फ्यामिली साथीभाइहरू आजको भिडियो पनि रमाइलो भयो सब स्पोर्ट्स कारहरू मजाले हेऱ्यो होइन हाम्रो पनि स्पोर्ट्स कार त होइन सानोतिनो गाडी त हाम्रो पनि छैन होइन तर एनिवे गाडीहरू चाहिँ अझै पनि जाँदैछन् होइन तर सब घर फर्किँदैछन् क्या गाडीहरू क्या अब हामी पनि बिस्तारै फर्किन्छौँ ओके थ्याङ्क यू फर वाचिङ माई भिडियो होइन अब यस्तै अरू पनि नयाँ भिडियो बनाउँदै जान्छु प्लिज तपाईँहरूले सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला र साथीभाइसँग सेयर पनि गरिदिनु होला थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू सो मच बाई